प्रिय दर्शक श्रोताबिन, सर्वप्रथम त तपाईहरूलाई मेरो यस A to Z नेपाली बायोग्राफी युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। नेपालका चर्चित व्यक्तित्वहरूको जीवन कथा प्रस्तुत गर्ने क्रममा आज नेपालका नभएर विदेशी त्यस्ता व्यक्तिको जीवन कथा लिएर आएको छु। हो दर्शकबिन, आजको यस भिडियोमा प्रस्तुत व्यक्ति हुनुहुन्छ इजरायली राजदूत। उहाँको परिचयको बारेमा कुरा गर्नु पर्दा उहाँको नाम रहेको छ समो अरिबास। उहाँ इजरायली राजदूत उपनामले पनि प्रख्यात हुनुहुन्छ। हालैमा विपिन जोशीको घटनामा नेपाल पनि आउनु भएको थियो। आज उहाँको सम्पूर्ण जीवन कथा प्रस्तुत गर्दैछु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। मेरा प्रिय दर्शकबिन, भिडियोलाई सुरु गर्नु अघि मेरो यस च्यानललाई अझैसम्म सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला। सँगै भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट पनि गरिदिनु होला। समो अरिबास यो नाम र यो अनुहारलाई चिन्नुहुनेहरूले उहाँलाई इजरायली राजदूतको रूपमा मात्रै चिन्नुहुन्छ होला। तसर्थ आज उहाँको बारेमा मैले जति पनि जानकारी संकलन गर्न सफल भएको छु ती सबै सत्य र यथार्थ जानकारी प्रस्तुत गर्दैछु। उहाँको स्वभाव कस्तो छ, उहाँको राजनीतिक करियर, उहाँको योग्यता, उहाँको शैक्षिक शिक्षा, उहाँको कुल सम्पत्ति कति छ, समो अरिबासको लाइफस्टाइल कस्तो छ इत्यादि सबै जानकारी प्रस्तुत गर्नेछु। शैक्षिक पृष्ठभूमि र प्रारम्भिक व्यावसायिक अनुभव। समो अरिबासले टेल अभिव युनिभर्सिटीबाट राजनीति विज्ञान तथा कूटनीति विषयमा MA विथ अनर्स अध्ययन गर्नु भएको छ। त्यसअघि उनले इजरायलको श्रम मन्त्रालय मिनिस्टर अफ लेबर अन्तर्गत सिस्टम एनालिस्ट इन कम्प्युटर सफ्टवेयरको रूपमा काम गर्नु भएको थियो। ती विषयहरू राजनीति, कूटनीति, प्रविधि, सिस्टम विश्लेषण उनले सुरुवातमा कसरी सम्बन्धित अनुभव जम्मा गरे भन्ने बारेको कथा बनेको छ। विदेश नियोगहरू र कूटनीतिक पदहरू। बासलाई कूटनीतिक क्षेत्रमा 30 वर्ष भन्दा बढी अनुभव छ। उहाँले विभिन्न महादेशहरू जस्तै एसिया, ल्याटिन अमेरिका, युरोपमा काम गरिसक्नु भएको छ। विशेष रूपमा उहाँले एल साल्भाडोर र बेलिजका लागि इजरायलका राजदूत एम्बेसडरको रूपमा सेवा दिनु भएको थियो। उहाँले इजरायलको विदेश मन्त्रालय मिनिस्ट्री अफ फरेन अफेयर अफ इजरायल अन्तर्गत दक्षिण अमेरिकी विभाग डाइरेक्टर डिपार्टमेन्ट अफ साउथ अमेरिकाको नेतृत्व गर्नु भएको थियो। राजदूत पद सम्हाल्नु अघि समो अरिबास राजनीतिक सल्लाहकार, सिनियर पोलिटिकल एडभाइजरको रूपमा उप प्रधानमन्त्री तथा न्याय मन्त्री, डेपुटी प्राइम मिनिस्टर एन्ड मिनिस्टर अफ जस्टिसलाई सल्लाह दिने निकायमा हुनुहुन्थ्यो। नेपालका लागि राजदूत नियुक्ति। उहाँले नेपालका लागि इजरायलका राजदूतको रूपमा 22 नोभेम्बर 2024 मा लेटर्स अफ क्रेडेन्स प्रस्तुत गरे। राजदूत परिचय पत्र अर्थात् लेटर्स अफ क्रेडेन्स भन्नाले यो औपचारिक पत्र हो जो एक देशको राष्ट्र प्रमुख जस्तै राष्ट्रपतिले अर्को देशको राष्ट्र प्रमुखलाई पठाउँछन् ताकि आफ्नो देशका प्रतिनिधि एम्बेसडरलाई हामीले यो व्यक्तिलाई हाम्रो
आधिकारिक राजदूतको रूपमा पठाएका छौं भन्ने प्रमाणित गर्न सकियोस्। राष्ट्रले किन चयन गर्यो? रणनीतिक कारणहरू। राजदूत चयनमा आमतौरमा तलका कुराहरू हेर्ने गरिन्छ: अनुभव, बहुभाषिक क्षमता, विविध क्षेत्रको काम। समूहवास बारे हेर्दा निम्न कारणहरूले चयनलाई सहज बनाएको देखिन्छ: विविध भूभाग अनुभव, ल्याटिन अमेरिका, क्यारिबियन, एसिया लगायत क्षेत्रमा राजदूत वा प्रमुख कूटनीतिक पदमा काम गरेको। यसले अन्तर्राष्ट्रिय सम्बन्ध, बहुपक्षीय समझदारी र भिन्न संस्कृतिको ज्ञान दिन्छ। उच्च तहको नीति सल्लाहकार अनुभव, उप प्रधानमन्त्री, न्याय मन्त्रीसँग काम गरेको अनुभवले शासन उच्च तहसँगको संवाद क्षमता जनाउँछ। शिक्षा, प्रविधि, पृष्ठभूमि, राजनीति विज्ञान, कूटनीति र त्यसअघि कम्प्युटर सफ्टवेयर विश्लेषकको अनुभवले डिजिटल प्रविधि, कूटनीति संयोजनामा अवसर दिन्छ। बहुभाषिकता, हिब्रू, अंग्रेजी, स्पेनी भाषामा दक्षता। नेपाल इजरायल सम्बन्धमा नयाँ चरण सुरु गर्ने चाहना। बास नेपालतर्फ कृषि, शिक्षा, प्रविधि आदि क्षेत्रमा इजरायलसँगको साझेदारीलाई अगाडि बढाउन खाता खोल्ने मानिन्छ। उदाहरण स्वरूप नेपालमा कृषि मोडेल फारम भ्रमण। विश्लेषणात्मक टिप्पणी। बासको करियर सामान्य विश्लेषक, नीति सल्लाहकार, विविध देशमा राजदूत, नेपालका लागि प्रमुख राजदूत भन्ने प्रभाव देखिन्छ। यो प्रभावले एकदम राम्रो नयाँ भूमिकामा चुनौती स्वीकार्ने, अन्तर्देशीय अनुभव बटुलेर नयाँ देशमा जिम्मेवारी सम्हाल्ने। नेपाल जस्तो देशमा नियुक्त हुँदा राष्ट्रबीच सम्बन्ध सुदृढ पार्ने, साझेदारी कायम गर्ने, साना किसान, युवा शिक्षा क्षेत्रमा अवसर सिर्जना गर्ने जस्ता प्रेरक पात्रिकताका रूपमा प्रस्तुत गर्न सकिन्छ। उहाँको लाइफ स्टाइल कस्तो छ त? उहाँको निजी खर्च वा विलासित जस्तै घर, कार, लग्जरी जीवनशैलीका बारेमा सार्वजनिक प्रमाण छैनन्। आमतौरमा करियर कूटनीतिकहरूको दिनचर्या अधिकांश समय दूतावास, सरकारी कार्यमा भेटघाट र औपचारिक भ्रमणमा बित्छ। त्यसै अनुसार उहाँको सार्वजनिक जीवन औपचारिक र कामकाज देखिन्छ। यी सामान्यता र सार्वजनिक गतिविधिको आधारमा गरिएको निष्कर्ष हुन्। समूलिक अरिवास इजरायलका एक अनुभवी कूटनीतिज्ञ हुन् र हाल इजरायलका 21औं राजदूतको रूपमा नेपालमा कार्यरत हुनुहुन्छ। हो दर्शकबिन, समूलिक अरिवासको बारेमा संकलन जानकारीमा तयार गरिएको उहाँको जीवन कथा सत्य र यथार्थपूर्ण हो। तपाईहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला। धन्यवाद।